हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज हाम्रो नयाँ टुर भइरहेछ। लियो क्लब धरान गोपाले गरिरहेको छ आयोजना होइन, त्यसमा हामी सबजना गइरहेछौँ। सब निस्किरहेछ हाम्रो केटाहरू होइन। अनि हामी आफ्नो ब्याचका सबै साथीहरू यहाँ जम्मा भयो। त्यहाँबाट अब हाम्रो यात्रा सुरु हुने भन्ने टुङको लागि घाम निकै नै चर्को थियो गाइस। सबैजना हामीले छाता लिएर आफ्नो अनि निस्केका थियौँ। कहाँ समय हिँड्ने हो थाहा छैन। हामी अब हेर के कस्तो हामीलाई हेराइरहेको छ। यो अत्याचार होइन, के हो यो? घुममा घाममा के गर्न सक्छ हामी? मतलब के भन्छ अरे स्लिप छन् के मान्छेहरू। यस्तो छ हाम्रो सब टोली, उहाँसम्म छ पुलपारीसम्म। हामी ठिक स्पट हो पहाड चढ्नु। गाइज यस्तो उकालो चढिरहेछौँ हामी होइन। गाडी बढिरहेछौँ, माथि चढिरहेछौँ गाइज। त उनीहरूको साथ नछोड है। थाकिहाल्यो यार, श्वास हुन थाल्यो। एकदम पानी परेको कारणले गर्दाखेरि पुरै चिप्लो भइसकेको थियो बाटो। हतारै सावधानीका साथ हामी माथि चढ्यौँ। त्यो घरवाला बाटो त्यहाँ छ। ऊ हाम्रो घोपा हेर न। गाइनी बिल्डिङ घोपा। हरे कृष्ण मोर धरान बिस। सबजना कहाँ कहाँ हराइसक्यो, हामी यतिजना मात्र हो अहिले। कस्तो भइरहेछ हो? एकदम गाह्रो भइरहेछ। छतमा गइरहेछ सबजना बसेर। ए भाइ मेरो गाइज जहिले धन्न यो घाम छोडेर बाह्र लागिसक्यो। अब हामी हिँडिरहेछौँ। यस्तो बाटो रहेछ। अब यता अस्थायी प्रहरी चौकी, विष्णु पादुका धरान विष्णुसरी रहेको छ। अनि हामी यस्तो बाटोमा गइरहेछौँ। गाइज यो बोटहरू देखिराख्नु भएको छ, यो सब रुद्राक्ष फल्या रहेछ। रुद्राक्षको बोटहरू हो, रुखहरू। अनि हामी यता मन्दिरतिर गइरहेछौँ। हातले तिम्रो तान्ने अर्को हातले बोतल उलटैमा लागे म त धन्न थाले होटल बोतलको पानी आँखा सल्काइ सानीले इज्जत गयो बोतलको पानी आँखा सल्काइ सानीले इज्जत गयो।
भाइ दिल्ली यहाँ हेर्दा मुजी दिल्ली आएको त भन्दैछु त मलाई दिल्ली आएको छ भनेर दिल्ली गएर गाइस यहाँ सबको फोटो सेसन भइरहेछ आदिल ढुङ्गाबाट चिप्लेर लडिसक्यो पानीमा जुत्ता भिरिसक्यो उसको निकालिरहेछ सिस्टम यहाँ हाम्रो सहयोग कर्मचारी हो पानीलाई चिसो पार्नलाई यसमा हालिदिएको पानी यो हाम्रो नेचुरल फ्रिज एउटा बोतल यहाँ छ नेचुरल फ्रिज गाइज हामी यो मन्दिरको गेट हो कि गाउँको गेट हो केही लेखा छैन थाहा छैन हामीलाई हिँड्नै हो माथि पुरै हुसु कुहिरो लागेको छ माथि सैलुङ्गेमा चौरी चराउनेलाई त्यस्तै हो यताको मान्छेहरूलाई गाइज यतातिर सबै यो जुन बोटहरू छ नि सब रुद्राक्षको बोटहरू छ यतातिर रुद्राक्ष खेती गर्ने रहेछ त नै होइन अब हामी गइरहेछौँ यस्तो छ बाटो हामी हिँडेको कति घन्टा भयो हामी 7 बजे निस्किएको अहिले कति बजिरहेछ खै कति मनको रहरा कान्छीलाई लैजाउँ काठमाडौँ सहारा के हो यो लेखा रहेछ त त्यहाँ विष्णु पादुका मन्दिर ए यहाँ रहेछ त तल मन्दिर सबजना कता कता सक्यो हामी यति हो 2 जना विष्णु पादुका मन्दिरको गेट हामी यहाँ गइरहेछौँ माथि यता झोलुङ्गे पुल छ गइसक्यो हेर गाइज हाम्रो केटाहरू थाकेर हड्डी सड्डी देखाएर छ बडी यहाँ तल खोला छ के हो यस्तो थाकेर बसिरहेको छ त सब खाऊ खाऊ अनुमति नै अहिले त म अनुमति नै दिँदैन यसलाई खसी नुहाउने ठाउँ पनि हो यो कुण्ड बनाएको रहेछ खासमा हो यो कुण्ड नै बनायो नुहाउनलाई यहाँ हेर धाराहरू तर पानी नै छैन उहाँ छ चिसो पानी रहेछ अरे मान ले बिया हमके पहती, मान ले बिया हमके पहती। पगली देखाले अगर पहती, पगली देखाले अगर पहती।
म भनिरहेको छु उता जाउँ यो झन्झट उठिहाल्छ कि उता गएर कहाँ तल त के गर्नु उता जाऊँ न उतापट्टि उतापट्टि जाने सवेरों का मेरे तू सूरज लागे तू मेरा कोई ना हो जब भी कुछ लागे हो गयो केटा राम्रो पैसा लु गर्नु खाता यो काट्न गर्न केही छैन रे पानी हो सबै के छ ओइ अगाडि आउन पहिले दादा पैकट लगाऊ तिमी हाँस्छौ सारा संसार उज्यालो हुन्छ म हेरिरहन्छु मनभित्र मित्रता